तपाईले यही रेकर्ड राखेर राख्नुस्। अर्को वर्ष तपाईले अर्को स्ट्रक्चर देख्न सक्नुहुन्छ। हामीले लागे पुगेसम्म यद्यपि हामीसँग स्रोत साधन भएन भने भएन भनेको कुरै होइन भने यो क्षेत्रलाई विकास गर्ने हाम्रो नगर प्रमुख हुनुहुन्छ। अब यहाँका जति पनि भक्तजनहरू आउनुहुन्छ चाहिँ उहाँहरूलाई चाहिँ अब आगामी दिनमा चाहिँ अहिले पाएको शास्ति र त्यो बेलाको शास्ति एउटै हुने चाहिँ फरक हुन्छ होइन। त्यो यसलाई शास्ति मान्नु हुँदैन। यो बुढीनन्दा माताको दर्शनको लागि चाहिँ मान्छेहरू खाली खुट्टा हिँडेर आउने एकदम दुःख गर्नुपर्छ भन्ने मान्यता छ। त्यो कारणले गर्दाखेरि पनि मान्छेको त्यो होला। तर पनि पहिलाको जमानामा एउटा स्थिति थियो र अहिले यसलाई प्रमोट गर्नका लागि पनि हामीले त्यति एकदम स्ट्रिक्ट खालको नियमहरू लागू गर्नु हुँदैन। हामीले पुजारीहरूसँग पनि हामीले यहाँ कुराकानी गऱ्यौँ, अन्तर्क्रिया पनि चलायौँ। हिजो अस्ति पनि 2 दिनसम्म बुढीनन्दा नगरपालिकामा हामीले सरसल्लाह पनि गऱ्यौँ। त्यसैले बुढीनन्दाले यति बेला नगरपालिकाले पहिलो कुरा मैले नै प्रस्ताव गरेँ। बुढीनन्दा नगरपालिकाको प्रमुखको हिसाबले मैले जिल्ला समन्वय समितिको बैठकमा बढीमालिकामा सरकारी पूजा पठाइने होइन त्यस्तै महत्त्व बोकेको बुढीनन्दा क्षेत्रमा सरकारी पूजा नपठाउने, त्यो कारणले गर्दाखेरि पहिलो मैले प्रस्ताव राखेँ। त्यो प्रस्ताव सबैले चाहिँ स्वीकृत गर्नुभयो। त्यसैले अहिले जिल्लाबाट सरकारी टोली पनि आएको छ। अहिले बुढीनन्दा नगरपालिकाको बैठक 19औं बैठक बुढीनन्दाको यो नगर कार्यपालिकाको बैठक बुढीनन्दा त्यो पर्यटकीय क्षेत्रमा अथवा तालमा बुढीनन्दा माताको मन्दिर क्षेत्रमा चाहिँ हामी बस्दैछौँ। 13 गते त्यही सम्भव देख्नुभयो, अरू ठाउँ देख्नु भएन होइन। एकदम नगरपालिकाको यो पर्यटन प्रबन्धनको लागि गर्ने भनेकै त्यही हो। यहाँहरूले कतिको बुझ्नु भएको छ। यो हामी जति लुकायौँ त्यति त्यसको चाहिँ व्यापकता हुँदैन। हामीले संसारलाई देखाउनु छ यो क्षेत्र। तपाईँले भन्दाखेरि बुढीनन्दा माताको त्यो मन्दिर आसपास चाहिँ तपाईँको मिटिङ बस्छ। त्यो मिटिङ त्यतिमै सीमित हुनेछ या त्यो मिटिङले किन निचोड निकाल्ला? त्यसरी नसोच्नु होला। तपाईँहरूले पनि के सोच्नु होला भने तपाईँहरूले पनि घचघच्याउनु होला। सबै सरकारहरूलाई, केन्द्र सरकारदेखि लिएर प्रदेश सरकार सबैलाई स्थानीय सरकारको रूपमा चाहिँ हामी आफै आएर हामी निरन्तर यो मिटिङ यहीँ बस्यौँ भनेपछि हामी त्यो मिटिङका लागि मिटिङ गर्ने होइन। वास्तवमा आगामी आउने दिनमा यी भक्तजनहरूले एकदमै फरक पाउनुहुनेछ। पहिलाभन्दा धेरै फरक पाउनु। अहिले पनि यहाँ हेर्नुहोस् यो स्ट्रक्चर बनेको छ। यहाँ अहिले धेरै मान्छेहरू, धेरै श्रद्धालु भक्तजनहरू, तीर्थयात्रीहरूले यहाँ बस्नु पाउनु भएको छ। अझै व्यवस्थित गर्छौँ हामी। बोलीमा मात्र होइन, व्यवहारमै देखाउने हाम्रो एउटा तपाईले यही रेकर्ड राखेर राख्नुस्। अर्को वर्ष तपाईले अर्को स्ट्रक्चर देख्न सक्नुहुन्छ। हामीले लागे पुगेसम्म यद्यपि हामीसँग स्रोत साधन भएन भनेको कुरै होइन भने यो क्षेत्रलाई विकास गर्ने हाम्रो दायित्व यहाँ श्रद्धालु भक्तजनहरू जति तीर्थयात्री छन् सबैको दायित्व हामी सबै क्षेत्रबाट लाग्छौँ। यो गरेर छोड्छौँ। यो हेर्दाखेरि पनि मनोरम दृश्यहरू बोकेको एकदम स्वास्थ्यको हिसाबले पनि तपाईँ एकचोटि आउनुभयो भने तपाईँको स्वास्थ्यमा पनि तपाईँको फोक्सो पनि सफा हुन्छ, तपाईँको शरीर सफा हुन्छ, एकदम मेन्टली पनि फिजिकली पनि तपाईँहरूको एकदमै तपाईँले स्वस्थ हुन सक्नुहुन्छ। त्यही भएर एकपल्ट आउनुहोस्। करिब 5000 फिटको हाइटमा रहेको चाहिँ बुढीनन्दा अहिले प्रचारको एउटा कमीको कारणले त्यहाँ मान्छेहरू पुग्न सकेका छैनन्। तपाईँहरू एकचोटि त्यहाँ पाइला टेकेर आउनुहोस्। हिँड्नका लागि सहज बनाउने कुराहरू हामी गर्छौँ।